साथीहरु गाउँले बुहारी सिरियल चाहिँ एकदम राम्रो छ है। अनि त्यो बड्डी छ नि त हैन, विनोदको आमाले चाहिँ आफ्नो छोरालाई चाहिँ सहर पठाएर है त्यो बुहारीलाई चाहिँ दुःख चाहिँ एकदम धेरै दिए के साथीहरु हैन। अहिले फाइनली हैन अनि छोरा चाहिँ हैन बाँचेर आयो हैन। उलाई चाहिँ बाटोमा चाहिँ गुण्डाहरु पनि लागेका थिए। गुण्डाहरुले चाहिँ हैन हान्नुसम्म हाने हैन, घाइते बनाए, उसको पैसा पनि लुटेर लगिदिए साथीहरु है। अनि त्यस्तो अवस्थामा चाहिँ पारी आफ्नै छोरालाई हैन, छोरालाई चाहिँ सहरमा पठाउनु पर्ने थियो कमाउनको लागि। कमाउनु पर्छ साथीहरु, तर चाहिँ हैन त्यसरी पनि कमाउने हैन कि घरको अवस्था नाजुक भए पनि कमाउने हैन। हैन परिवार भन्दा ठुलो पैसा होइन, पैसा त पछि कमाउन सकिन्छ तर परिवारलाई हैन अनि बचाउन सकिँदैन सङ्कटको बेलामा। त्यही भएर सङ्कटको बेलामा आफू टाढा हुने हैन कि नजिक भएर चाहिँ परिवारको हैन ख्याल गर्ने हो है। अनि ख्याल गर्नै पर्ने चाहिँ कसलाई छ भन्दाखेरि चाहिँ अहिले सरुलाई छ हैन। विनोदले चाहिँ सरुलाई ख्याल गर्नै पर्छ, सहायता गर्नै पर्छ विनोदले चाहिँ है। त्यो साथीहरु है। अनि हाई गाइज, वेलकम ब्याक टु माई न्यू रिभ्यू भिडियो साथीहरु। मैले चाहिँ आज नयाँ रिभ्यू भिडियो लिएर उपस्थित भइसकेको छु। आज चाहिँ गाउँले बुहारी भाग 46 को चाहिँ मैले रिभ्यू भन्दैछु साथीहरु है त। अनि भाग 46 भागमा चाहिँ के भएको छ भन्दाखेरिमा चाहिँ अनि तिहार आएको छ साथीहरु है। सबैको घरमा तिहार आउँछ है। आज चाहिँ तिहार बितेको पनि भइसक्यो, 4-5 दिन भइसक्यो। तर चाहिँ गाउँले बुहारी सिरियल मा चाहिँ हैन तिहार आइरहेको छ। अनि कस्तो राम्रो के मतलब हुन्छ नि त। अब तिहार मनाउने टाइममा चाहिँ हैन अनि त्यहाँ चाहिँ के हुन्छ, घरमा चाहिँ झगडा पर्छ साथीहरु है। अनि विनोद हैन, विनोद चाहिँ कमाउनको लागि चाहिँ सहर गएको हुन्छ हैन। त्यसको आमाले चाहिँ पठाएको हुन्छ के। अब घरमा चाहिँ गर्भवती हैन श्रीमती हुँदा हुँदै हैन बुहारी हुँदा हुँदै त्यो बुहारीलाई हैन हल्का हुन्छ नि त, कामकाजमा गर तातो मिठो खानेकुराहरू हैन खुवाउने, बरु पकाएर खुवाउने, आराम गर्न लगाउने। अनि त्यस पछाडि हुन्छ नि त अनि अलिकति अब कसरत पनि गर्नुपर्छ हल्का फुल्का हैन, हिनाल्ने के हातमा समातेर श्रीमानले हात समातेर लगभग हुन्छ नि त अलिअलि घर वरपर हैन डुलाउने हैन, त्यो गर्नुपर्छ के। बच्चा जन्मिनेवाला छ हैन, त्यो समयमा साथ दिनुपर्छ श्रीमानले। त्यस्तो बेलामा चाहिँ हैन श्रीमतीलाई छोडेर चाहिँ कमाउनको लागि सहर जान बाध्य बनाउने को हो त, विनोदको आमा साथीहरु है। त्यो बड्डी चाहिँ हैन एकदम खतम रहेछ क्या हैन, हरामी रहेछ त्यो बड्डी हैन। अनि त्यो बड्डीकै कारणले गर्दा हैन घरमा शान्ति पनि भएको छैन बिचारा हैन, झगडा मात्रै परेको छ है। अनि हामीलाई चाहिँ के देखाइन्छ भन्दाखेरिमा चाहिँ 46 भागमा चाहिँ अनि डल्ली छ नि त हैन, डल्लीले चाहिँ फुल सपोर्ट गरेकी छ आफ्नो भाउजूलाई है। अनि पहिला चाहिँ डल्ली पनि हैन अनि आफ्नो भाउजूलाई चाहिँ हैन नराम्रो भन्ने गर्थ्यो है पहिलाको एपिसोडहरुमा। तर चाहिँ डल्ली चाहिँ हैन एक्चुअलीमा चाहिँ हैन अहिले आएर चाहिँ एकदम हैन सपोर्ट गर्ने खालकी हैन, बुझ्ने खालकी धेरै राम्रो बनेकी छ अहिले चाहिँ हैन। अनि डल्लीले चाहिँ हैन अनि आफ्नो सोल्टीलाई चाहिँ धेरै माया गर्छ साथीहरु है। पक्कै पनि हामीलाई चाहिँ आगामी भागहरुमा चाहिँ डल्लीको र हैन अनि उसको हुन्छ नि त सोल्टा सोल्टीको चाहिँ हैन बिहे भएको चाहिँ हामीलाई पक्कै पनि देखाइने छ होला भन्ने चाहिँ मलाई लाग्छ। सरुको भाइसँग चाहिँ बिहे भएको हामीलाई देखाइन्छ होला, अथवा हुन्छ नि त उनीहरुको माया प्रेम पनि हामीलाई बिस्तारै बिस्तारै हैन सो गर्दै जान्छ होला है। अनि त्यो छ। अनि सपोर्टमा चाहिँ हैन अनि विनोद छ अहिले। अनि त्यसपछि डल्ली छ अनि विनोदको बुवा छ हैन। अनि गुण्डा चाहिँ को छ भन्दाखेरिमा चाहिँ त्यो बड्डी छ है विनोदको आमा। अनि अर्को कुरा चाहिँ त्यो विनोदको मामा यानि कि त्यो बड्डीको भाइ है। तिहार आइरहेको हुन्छ साथीहरु है। अनि अब तिहारमा चाहिँ कसलाई पठाउनु पर्यो माइत, सरुलाई त पठाउनु पर्यो जस्तो भए पनि हैन तिहारमा चाहिँ आफ्नो भाइले चाहिँ प्रतीक्षा गरेर बसिरहेको हुन्छ कि मेरो दिदी कहिले आउँछ होला, मलाई टिका लगाइदिन्छ होला, मेरो निधार खाली हुने भयो। अनि यसपालि अनि सबैको घरमा त तिहार आइरहेको छ, मेरो घरमा त तिहार पनि नआउने भयो अनि भनेर चिन्ता मानेर चाहिँ त्यो भाइ बसिरहेको हुन्छ है। अनि भाइको घरमा चाहिँ हैन अन्नको दाना नै हुँदैन है, उनीहरु गरिब हुन्छन् है। अनि काम गर्नको लागि चाहिँ जान खोजिरहेका हुन्छन् है। अनि अरूको बारी खन्नको लागि, साहुको बारी खन्नको लागि। अनि उ चाहिँ हैन एउटा अब केटाकेटी नै त होइन, एउटा बच्चा हो हैन। अनि उमेर यस्तो बुझ्ने खालको उमेर छैन है, पछि बुझ्छ होला बरु उसले चाहिँ। अनि उसले चाहिँ के भन्छ भन्दाखेरि तिहारको दिनमा चाहिँ म काम गर्न जाँदैन अनि आमा अनि भनेर भन्छ के सरुको भाइले चाहिँ हैन। सरुको आमाको घरमा चाहिँ हामीले देखाइएको हुन्छ त्यति बेला चाहिँ। अनि सरुको आमाले भन्छन् कि अनि छोरा त अनि भन्ने मान्न, अनि आमाले भनेको त मान। अनि हामीले चाहिँ हैन
कमाएनौँ भने अथवा पैसा ल्याएनौँ भने साँझ दिदी आउँछ, दिदी आएको बेलामा चाहिँ के पकाएर खुवाउने, दाना त केही चामलको दानै छैन, अनि दिदीलाई भोक राख्ने अनि भनेर भन्छ आमाले। अनि भाइले भन्छ कि हुन्छ नि त, छोराले भन्छ कि हुँदैन आमा, अनि म जाँदैन दिदी, अनि दिदीसँग म टिका लगाउने हो, अनि अरू कुरा म केही जान्दैन, तिहारको समयमा तिहारको बेलामा काम गर्नु हुँदैन भनेर भन्छ। त्यो सत्य हो साथीहरू, तिहारको बेलामा काम गर्नु हुँदैन हुन त, तर पनि अब समय परिस्थिति अनुसार साथीहरू होइन, हामी अगाडि बढ्नको लागि चाहिँ हामीले काम गर्नै पर्छ, कामकाज गर्नुपर्छ है। अनि अब घरमा आएका पाहुनालाई त्यस्तै भोकै पनि राख्नु भएन है। अगाडिको मान्छेले सोचेको पनि धेरै राम्रो हो है, अब पछाडिको मान्छेले सोचेको पनि ठिकै हो। अब कति काम गर्नु क्या होइन, तिहारको बेलामा त बस्ने हो घरमा होइन, आनन्दसँग परिवारसँग बसेर चाहिँ टिका लगाउने, मिठो मसिनो खाने होइन, त्यो चाहिँ हो। अब के गर्नु खोइ साथीहरू होइन, यस्तै छ। अनि सरुलाई चाहिँ होइन, अनि अन्याय चाहिँ होइन, धेरै अन्याय चाहिँ गरेको छ साथीहरू। कसले? अनि डल्लीको आमाले, यानि कि विनोदको आमाले है। अनि हुन्छ नि त, अब छोरालाई चाहिँ सहर पठाएर होइन, बुहारीलाई चाहिँ घरमा चाहिँ होइन नहाने थरी कुराहरू भन्ने, काम गर तैँले भन्ने, यो काम गर त्यो काम गर तैँले भन्ने। त्यो बुढीले चाहिँ होइन एउटा सिन्का भाँच्ने होइन, आफ्नो श्रीमान चाहिँ होइन कतैबाट काम गरेर थाकेर आएको बेलामा पनि होइन, ए छोरी पानी दे बाउलाई, अनि तेरो बुवालाई पानी दे भनेर चाहिँ यसरी भन्छ क्या। खुद होइन आफूले चाहिँ पानी लिएर खुवाउँदैन, आफ्नो श्रीमानलाई त होइन पानी खुवाउने हो नि त होइन, आफैले खुवाउने हो, आफैले चाहिँ हुन्छ नि त हेरचाह गर्ने हो, माया दिने हो नि त आफ्नो श्रीमानलाई होइन। घमण्ड गर्ने क्या होइन, म सबैभन्दा ठुलो हो, म मुली मान्छे हो होइन। मुली मान्छे भनेको कस्तो हुनुपर्छ भन्दाखेरिमा सहनशीलता हुनुपर्छ, सबैको कुरा बुझ्ने खालको हुनुपर्छ, अनि बल्ल पो होइन अगाडिको मान्छे हो होइन। अनि डल्लीको बुवा होइन कहिले पनि गलत मान्छे भएन साथीहरू है होइन। राम्रो पछिल्लो ती एपिसोडहरूमा पनि राम्रो हुँदै होइन बुझ्ने खालको मान्छे रहेछ कि होइन। अनि डल्लीको बुवा चाहिँ मलाई एकदम राम्रो लाग्यो। अनि सरू चाहिँ माइत जाँदैछ साथीहरू होइन, माइत जाँदै गरेको क्रममा चाहिँ विनोदले चाहिँ आफ्नो श्रीमतीलाई चाहिँ होइन माइतसम्म छोड्छ कि साथीहरू होइन। अनि राम्रो पक्ष हो, एकदम राम्रो पक्ष हो त्यो चाहिँ है। अनि गर्भवती श्रीमतीलाई चाहिँ माइतसम्म छोड्छ, माइतको थोरै नजिकसम्म छोडेर जान्छ। अनि घरमा चाहिँ डल्ली चाहिँ पर्खिरहेको हुन्छ कि मेरो दाइ कतिखेर आउनुहुन्छ, अनि मलाई टिका लगाइदिनु छ, तब म मेरो दाइलाई म टिका लगाइदिनु होला अनि भनेर चाहिँ ऊ पर्खिरहेको हुन्छ, खानेकुराहरू राखिदिइरहेको हुन्छ। तर विनोद चाहिँ आउन ढिला गर्छ, किनभने यसरी लामो बाटो हुन्छ है। अनि डल्लीले चाहिँ होइन त्यति बेला चाहिँ के गरेको हुन्छ भन्दाखेरिमा चाहिँ आफ्नो सोल्टीको लागि चाहिँ होइन अनि फिन रोटी है, अनि त्यस पछाडि अब हुन्छ नि त रोटीहरू भयो, अनि स्याउहरू भयो है, खानेकुराहरू चाहिँ कोसेली चाहिँ राखिदिएको हुन्छ नि त होइन। अब माया गरेको छ होइन, सोल्टीलाई माया गर्छ होइन, सोल्टीसँग बिहे गर्न चाहन्छ होला डल्लीले, त्यही भएर हुने होला। अनि दिन्छ होइन। अनि घरमा पुगिसकेपछि पनि हेर बाबु, अनि तँलाई चाहिँ तेरो सोल्टी नानीले चाहिँ पठाइदिएको भन्दाखेरिमा होइन त्यो सोल्टी चाहिँ होइन एकदम खुसी भएर होइन अनि खान्छ कि मेरो सोल्टी नानीले कस्तो माया गर्नुहुन्छ है मलाई भनेर भन्छ है। अनि अगाडिका मान्छेहरू त्यस्तो ध्यान दिँदैनन्, किनभने चाहिँ अब माया प्रेम सोल्टिनीको भनेर भन्छन् है। अनि पक्कै पनि साथीहरू होइन हामीले चाहिँ सोल्टिनीको माया प्रेम पनि हामीले देख्न पाउने नै छौँ साथीहरू एक दिन है। हामीले गाउँले बुहारी श्रीलाई चाहिँ सपोर्ट गर्नुपर्छ, माया गर्नुपर्छ, किनभने सानो श्रेल हो है, बिस्तारै बिस्तारै चाहिँ ऊ विकसित हुँदैछ। तपाईँहरूले नै माया गर्नु होला, सपोर्ट गर्नु होला भन्छु गाउँले बुहारी श्रीलाई चाहिँ है। अनि अर्को कुरा चाहिँ है, अनि त्यो बडीले चाहिँ होइन आफूले जन्माएको छोराछोरीलाई पनि कति भेदभाव गर्न सकेको होला, कति नाना थरी कुराहरू भन्न सकेको होला त्यसले है। हुन्छ नि त, अब विनोद चाहिँ आउन ढिला गरेको हुन्छ, अनि ए डल्लीका बा तिमीहरूको तिहार हेर त कस्तो छ हेर त भनेर हाँस्छ, आफ्नो भाइलाई चाहिँ टिका लगाइदिन्छ साथीहरू है। त्यस्तो छ अवस्था। अनि गाउँले बुहारी सिरियल चाहिँ एकदम राम्रो छ साथीहरू। त्यो बुढी होइन, त्यो बुढी चाहिँ अलि बडी चाहिँ हल्का खराब रहेछ है। अनि परिवारमा चाहिँ एउटा नराम्रो पक्षपात गर्ने, नराम्रो व्यवहार गर्ने आफ्नो छोराछोरीलाई, त्यस्तो खालको रहेछ होइन। आफ्नै परिवारलाई पनि कति नराम्रो गरेको छ होइन, कति नराम्रो अवस्था ल्याएको छ है। बिचरा एउटा गर्भवती बुहारीलाई पनि होइन कामै गर्दैन यसले, यस्तो गर्छ उस्तो गर्छ भनेर कति गाली गरेको रहेको छ है। त्यही हो साथीहरू होइन। अनि गाउँले बुहारी सिरियललाई हेर्दै गर्नु होला, माया गर्दै राख्नु होला भन्न चाहन्छु। अनि म चाहिँ रिभ्यू लिएर आउने नै गर्नेछु।
अनि त्यही हो साथीहरू, आजको भिडियो तपाईँलाई कस्तो लाग्यो, मन परेमा चाहिँ लाइक कमेन्ट अनि सब्सक्राइब गरेर सपोर्ट गर्नुहोला। भोलि पनि यस्तै नयाँ भिडियोको साथमा उपस्थित हुँदै अनि बाचा गर्दै आजलाई हजुरबाट म बिदा माग्छु। अरूलाई चाहिँ बाई बाई।